हो यो हजुर हल्लबेद। नमस्कार हजुर, सम्पूर्णमा प्रकृति बचाउँ हजुर, कृषि आधुनिकीकरण गरौँ हजुर। मैले हजुर स्थानीय लोकल हल्लबेदलाई हजुर जापानिज हल्लबेद ग्राफ्टिङ गर्ने हजुर। जापानिज हल्लबेद पनि फल्यो है हजुर। जापानिज र लोकल कुन कुन हो अब हजुरले चिन्ने पालो है त हजुर। ल आउनुहोस्, ल हेर्नु होला, यसका चाहिँ दाना ठुल्ठुला भएका छन्। यहाँ हेर्नुहोस्, यस्तो दाना ठुलो छ। अब यहीँको हेर्नुहोस्, सँगै राखौँ है त यसलाई। ल हेर्नुहोस् त, यो लोकल स्थानीय हल्लबेद चाहिँ यति सानै छन्। यहाँ हेर्नु होला, यो कति सानो छ। जापानिज हल्लबेद चाहिँ हजुर यो ठुलै भइसके। यो हजुर अहिले खाँदा पनि टर्रो हुँदैन है हजुर। ल हेर्नु होला, मैले यहाँबाट ग्राफ्टिङ गरिदिएको हजुर, यसरी हाँगा गएर यसरी फलेको छ। अब जापानिज हल्लबेद नि ग्राफ्टिङ गरिदिएको हो हजुर। यहीँबाट गएर हजुर यहाँबाट यताबाट हाँगा आएर यत्रो ठुलो दाना फल्यो। अब स्थानीय हल्लबेद चाहिँ हेर्नु होला, यो चाहिँ यो अर्कै बोट हो है हजुर, एउटै बोट हो हुन चाहिँ। यो बोटबाट आएको चाहिँ यो सानै छ, यो चाहिँ लोकल हल्लबेद भयो। जापानिज हल्लबेद चाहिँ यता ठुला भइसके। यसको बोट हजुर एउटै हो है हजुर। ल है त हजुर, म जापानिज हल्लबेद र लोकल हल्लबेद टिप्दैछु हजुर। यो चाहिँ हजुर लोकल हल्लबेद भयो, हेर्नु होला। यो चाहिँ हजुर यहाँ टिप्दैछु है हजुर। यो चाहिँ हेर्नु होला, जापानिज हल्लबेद। म यो काटेर खाँदैछु है त हजुर, कुन गुलियो छ। यो दुईटै हल्लबेदलाई काट्दैछु है हजुर। यो चाहिँ हेर्नु होला, यो चाहिँ लोकल हल्लबेद। हेर्नु होला, यसको च्याप आइरहेछ। यो खाएर हेर्छु है त हजुर। हजुर लोकल हल्लबेद म खाँदैछु हजुर। खान सकेन हजुर, मुखै बटारियो। मुखै टर्रो भयो हजुर, मुख बटारियो। अब म जापानिज हल्लबेद काटेर खाँदैछु है हजुर। यो काटेर खानलाई नि यसमा भएको चोप हटाउनै पर्ने भयो, नत्र यो पनि तितो होला भन्ने लागिरहेछ। लोकल खान सक्दैन अहिले, जापानिज है त। ल है त जापानिज काट्दैछु हजुर। ल हेर्नु होला, जापानिज नि क्वालिटी छ, दाना पनि ठिक भएको छैन, यसलाई बेला भएको छैन। ल हेर्नु होला, यो म खाँदैछु है त हजुर। यो कालो कालो भयो हेर्न, यो उसको आएर होला। हो यो हो हजुर हल्लबेद। यो हल्लबेदमा सबै नै खानु सक्छ है हजुर। यसमा पानी नै छ, त्यही पनि कति मिठो। जाऊ खाऊ, खाएर हेर्छ कति बुझ्यो नाच्दै जस्तो है। मिठो छैन? हो मिठो छ। यो चाहिँ हजुर हेर्नु, यति कलिलोमा यति मिठो छ भन्दा हजुर बाँच्ने आधार छ है हजुर। तपाईँ हामी आफैले हजुर हामीसँग भएको स्थानीय हामीले हल्लबेदलाई नै ग्राफ्टिङ गरेर नयाँ प्रविधिमा जापानिज हल्लबेद खान सकिन्छ। जापानिज हल्लबेद दुई थरीमा आउँछ। एक थरी चाहिँ हजुर दाना भएको आउँछ अलिक ठुलोमै, एक थरी दाना हुँदैन। यसमा चाहिँ दाना छ है हजुर। ल हेर्नु त, गरम गरम खाँदा त कति मिठो भएको छ। यो हो भने हजुर मैले खान नसक्ने। हेर्नु न, यसमा हेर्नु होला, यसको चोप पनि धेरै आउँदो रहेछ। यसको चाहिँ हेर्नुहोस् त, चोपै छैन भन्दा यो धेरै मिठो रहेछ हजुर। मैले मात्र खाएर भएन है, तपाईँहरू पनि बनाएर खानुहोस्। 2 रुपियाँ हुन्छ, ग्राफ्टिङ गर्नुहोस्। सबै किसान साथीभाइहरूलाई यो ज्ञान भइदिए धेरै राम्रो हुन्थ्यो। सरकारले कहिले यस्ता ज्ञानहरू दिनु होला। सबै किसान शिक्षित भएर आफूले यसो बजार जाँदा पनि आफूसँग ओहो बारीमा के छ त, मैले के लिएर जाँदा त मलाई आय स्रोत होला त भनेर खोजेर लाने वातावरण मिलोस्। बजार जाने बेला लाउने हजुर मलाई सापटी ल्याउन 1000 2000 सापटी दिनुहोस् न, म त बजार जान लाया भन्ने दिन नआओस् है हजुर। यसको लागि हामीले आफैले दुःख गर्नुपर्छ। सधैँ विदेशी हजुर विदेशबाट पैसा ल्यायो, केही समय त खाइन्छ, रित्तेपछि फेरि विदेश जाने भन्दा विडम्बना केही छैन। यहाँ जग्गा जमिन यत्रो छ हजुर, रोएर बसिया छ। यही जग्गा जमिनमा हामीले दुःख गऱ्यो भने खान सकिँदो रहेछ। मैले हजुरमा छर्न खोजेको भनेको हजुर यही ज्ञान हो हजुर। मेरो पेसा त अर्कै हो हजुर। वास्तवमा भन्ने हो भने मेरो पेसा बाइक बनाउने, ट्र्याक्टर बनाउने, किसानहरूका समस्याहरू
बुझ्ने र गर्ने काम हो। त्यही पनि हजुर यसमा म लम्केको चाहिँ हजुरहरूलाई अगाडि लान सक्छु कि केही न केही ज्ञान छर्न सक्छु कि ग्राफ्टिङ केमा सफल हुँदो रहेछ, केमा असफल हुँदो रहेछ, सफल भएको चिजहरू मात्र देखाएको छु हजुर। त्यसैले हजुरहरूले नि यस्ता सफल भएका चिजहरूलाई हजुरहरूले गरेर ढुक्कसँग खान सक्नुहुन्छ है भनेर मैले देखाउन खोजेको हो। अन्यथा नलिनु होला। मेरो यो भिडियोलाई सेयर सब्सक्राइब सबै किसानमाझ पुर्याउनु होला। आफूसँग भएका ज्ञान पनि छरौँ है हजुर। यस्तो मिठो हेर्नुहोस् त, यति काँचोमा यो हल्लोभेद यो भए खान सकिनँ हजुर। मैले अघि टर्रो भएर यो त गरम गरम खान सकिँदो रहेछ हजुर। धेरै मिठो खाऊ जाऊ खाऊ। यो हल्लोभेद आएपछि मान्छे पल्किन्छ। पाकेको छैन हजुर। हजुरहरूले मेरो भिडियो धेरैले हेर्नुभएको छ। हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। मैले देखाएको भिडियोबाट हजुरहरूले नि ज्ञान लिनु होला। ग्राफ्टिङ गर्न नि सजिलो छ। म ग्राफ्टिङ कसरी गर्ने त्यो पनि सिकाउँला। हेर्नुहोस् त, यही बोटमा मैले पहिला पनि देखाएको थिएँ। के को बोट होला यो ग्राफ्टिङ गरेको? सानो सानो टुसा आएको भनेको हजुर। यो धेरै समय भएको छैन हजुर, 1 वर्ष भयो। पहिला पनि ओहो एउटा जब ग्राफ्टिङ गरेर कति नै फल्छ भन्नुभयो। हेर्नुहोस् त, यस्तो मजाले फलेर हेर्नुहोस् त, यो फल्या होइन र 1 वर्षमा यति छिटो बोट बढेर फल्दो रहेछ भने हामी बिजु मात्र लगाएर अगाडि कहिले बढ्ने र? भएका बोटलाई नै हामीले संरक्षण गरेर फलाएर खान सकिँदो रहेछ। मेरो भिडियो हेर्नुहुने सम्पूर्णलाई नमस्कार है त हजुर। हस्त नमस्कार। म फेरि अर्को भिडियोमा आउँछु हजुर। हजुरहरूलाई त मैले जानेको ज्ञानहरू त हजुरहरूलाई छर्दिनै रहेको छु हजुर। मैले रिसर्च गरेको र सफल भएका ज्ञानहरू छरेको छु हजुर। कतिले भन्नुहुन्छ यस्तो नि हुन्छ र यो एआई भन्नुहुन्छ। मैले कुनै एआईको भिडियो हालेको छैन है हजुर। भिडियो बनाउँदा कुनै अलिअलि नर्मली कट मिलाउने त्यो बेग्लै कुरा हजुर। तर कुनै पनि त्यस्तो छैन हजुर। कुनै बेला कमेडीमा ल्याउँछु, कुनै बेला यसका ज्ञानका कुरा यसरी ल्याउँछु। हस्त नमस्कार।